सभामुखले रुलिङ गर्ने हो भने हामीलाई नियमावलीको अरू बुँदा देखाउनुहुन्छ भने हामी उहाँलाई 15 को 2 देखाउँछौँ। रुलिङ गर्न नसकेको हो क्या सभामुखज्यूले, होइन? हरेक कुरा कानुन हुन्छ, त्यसलाई नै हुँदैन भने जनतालाई होला, त्यो अभिव्यक्ति देखाएको हो क्या, प्लेकार्ड देखाएर। संसद चाहिँ सर्वोच्च हुन्छ, होइन? मैले बारम्बार भन्ने गरेको छु नि, सर्वोच्च अदालतमा पढिने कानुन पनि यहीँ हामी बनाउँछौँ क्या, होइन? प्रधानमन्त्री पनि यहीँको सदस्य हो, यही सदनले बनायो नि त। त्यसले गर्दा यो चाहिँ व्यवस्थापिका चाहिँ लोकतन्त्रमा सबैभन्दा सर्वोच्च, सबैभन्दा ठुलो, किनभने जनताको प्रतिनिधि जनता हो क्या। यहाँ चाहिँ हामी त जनता हो नि त, जनता बस्ने ठाउँ नि त यो त, हाम्रो जनताको आवाज उठाउने ठाउँ हो। त्यसले गर्दाखेरि सदनप्रति प्रधानमन्त्री उत्तरदायी बन्नुपर्छ भन्ने मेरो बोटम लाइन एक सूत्रे माग त्यति नै हो। जस्तो तपाईँहरूले उठाउनु भएको कुरा उठाउँदै गर्दा राष्ट्रसभाका एकजना सांसदले तपाईँ लक्षित नै अभिव्यक्ति सायद के दिनुभयो होइन? उहाँहरूले हामीले जुवारी खेल्ने कुरो होइन, होइन? रुलिङ गर्ने अधिकार भनेको के अरे तपाईँको चाहिँ सभामुखको हुन्छ। सभामुखले रुलिङ गर्ने हो भने हामीलाई नियमावलीको अरू बुँदा देखाउनुहुन्छ भने हामी उहाँलाई 15 को 2 देखाउँछौँ। त्यसमा त उहाँ चुकिसक्नु भएको छ, होइन?